संसारको सबैभन्दा थाकेको मानिस को हुन्छ थाहा छ? त्यो होइन जो दिनभरि काम गर्छ, त्यो होइन जो धेरै जिम्मेवारी बोक्छ, त्यो होइन जो बिहानदेखि बेलुकासम्म पसिना बगाएर आफ्नो परिवारको लागि सङ्घर्ष गर्छ। संसारको सबैभन्दा थाकेको मानिस त त्यो हो जो हरेक दिन आफूलाई बलियो देखाउने नाटक गर्छ। ऊ बाहिरबाट हेर्दा निकै आत्मविश्वासी देखिन्छ, ऊ हाँस्छ, ऊ मजाक गर्छ, ऊ सबैलाई हौसला दिन्छ। जब कसैलाई समस्या पर्छ सबैभन्दा पहिले सम्झिने मान्छे पनि ऊ नै हुन्छ। सबैले भन्छन् त धेरै बलियो छस्, तँलाई त केहीले पनि हलाउन सक्दैन। ऊ सबैको कुरा ध्यान दिएर सुन्छ, ऊ सबैलाई सान्त्वना दिन्छ, ऊ सबैलाई अगाडि बढ्न प्रेरणा दिन्छ। तर कसैले कहिले सोध्दैन तिमी कस्तो छौ। दिनभरि ऊ अरूको लागि बलियो बन्छ, अरूको समस्या सुन्छ, अरूको आँसु पुज्छ। तर जब रात पर्छ, जब संसार शान्त हुन्छ, जब सबै मानिसहरू आफ्ना कोठामा निदाइसकेका हुन्छन्, त्यो बेला ऊ एक्लै हुन्छ। त्यो बेला ऊ आफ्नो मनसँग बस्छ, त्यो बेला ऊ आफ्नो भित्र लुकेको पीडासँग सामना गर्छ। उसले महसुस गर्छ उसको पीडा सुन्ने कोही छैन। सबैलाई लाग्छ ऊ ठिक छ, सबैलाई लाग्छ ऊ सधैँ बलियो छ। तर सत्य के हो भने ऊ भित्रभित्रै टुटिरहेको हुन्छ। ऊ कहिलेकाहीँ थाक्छ, ऊ कहिलेकाहीँ रुन चाहन्छ, ऊ कहिलेकाहीँ कसैले उसको कुरा पनि सुनिदियोस् भन्ने चाहन्छ। तर ऊ फेरि आफैलाई सम्झाउँछ म कमजोर देखिनु हुँदैन। यसैले ऊ फेरि अर्को दिन पनि हाँस्छ, फेरि सबैलाई हौसला दिन्छ, फेरि सबैको समस्या सुन्छ। किनकि कहिलेकाहीँ सबैभन्दा बलियो देखिने मानिसहरू नै सबैभन्दा धेरै थाकेका हुन्छन्। र हुनसक्छ तिम्रो वरिपरि पनि यस्तो कोही मान्छे छ। त्यो तिम्रो साथी हुनसक्छ, तिम्रो दाजु हुनसक्छ, तिम्रो बाबु हुनसक्छ, वा सायद त्यो मान्छे तिमी आफै पनि हुन सक्छौ। त्यसैले आज एकछिन समय निकालेर आफ्ना नजिकका मानिसहरूलाई सोध्नु तिमी साँच्चै कस्तो छौ। किनकि कहिलेकाहीँ एक साधारण प्रश्नले पनि कसैको भारी मन हलुका बनाउन सक्छ। यदि तिमीले पनि कहिलेकाहीँ यस्तो महसुस गरेका छौ भने यो भिडियो लाइक गर र कमेन्टमा बलियो लेख। र यस्तो भावनात्मक कथाहरू सुन्न मनपर्छ भने अझ धेरै भिडियोका लागि मलाई फलो गर्नु।